के तपाईले F1 भिजामा LLC फाइल गर्नुभयो या फिर आफ्नो कम्पनी खोल्नुभयो? त्यो त खोल्नुभयो होला, तर यो नम्बर बिना तपाईको USA मा बिजनेस चल्नै सक्दैन। Yo, what's up guys, welcome back to my new video. So यो भिडियोमा चाहिँ we'll be talking about something very important. So यदि तपाईले पार्ट 1 हेर्नु भएको छैन भने चाहिँ कृपया त्यो पार्ट 1 हेर्नु होला पहिला and then watch this video. अनि so आजको भिडियोमा चाहिँ we'll be talking about how to get your EIN. EIN भनेको चाहिँ इम्प्लोयर आइडेन्टिफिकेसन नम्बर। सो केही कुरामा ढिलो नगरी लेट्स स्टार्ट द भिडियो। सो पार्ट 1 मा चाहिँ वी टक्ड अबाउट हाउ टु फर्म यो LLC हैन त। LLC फर्म त गर्यौं हामीले, तर LLC फर्म गरिसकेपछि तपाईको नेक्स्ट पार्ट हुन्छ चाहिँ EIN अप्लाई गर्ने। EIN भनेको चाहिँ इम्प्लोयर आइडेन्टिफिकेसन नम्बर है। त्यो भनेको चाहिँ बिजनेसको सोशल सेक्युरिटी नम्बर भनेको जस्तै हो। जस्तो हाम्रो हुन्छ सोशल सेक्युरिटी नम्बर, त्यस्तै गरेर बिजनेसको सोशल सेक्युरिटी नम्बर भनेको जस्तै हो। अब तपाईलाई लाग्ला अब यो कता चाहिन्छ त, अब EIN त लिम्ला केही ठुलो कुरा भएन, तर कहाँ चाहिन्छ त EIN नम्बर भनेको? EIN नम्बर चाहिँ तपाईको बैंक अकाउन्ट ओपन गर्दाखेरि चाहिन्छ, तपाईको ट्याक्स फाइल गर्दाखेरि चाहिन्छ, पेरोल रन गर्दाखेरि चाहिन्छ है। द्याट्स भेरी इम्पोर्टेन्ट, वान अफ द भेरी इम्पोर्टेन्ट डकुमेन्ट है। अनि त्यसपछि चाहिँ एउटा मेन पार्ट त भन्नै बिर्से, इट्स फ्री। तपाईले 1 रुपैयाँ पनि दिनु पर्दैन EIN नम्बर लिनलाई। अलराइट, तपाईले अब EIN के हो त बुझ्नु भयो हैन। अब त्यसको इम्पोर्टेन्ट के हो, कहाँ युज हुन्छ नि बुझ्नु भयो हैन। सो अब त्यसलाई एप्लाई कसरी गर्ने त है। सो टु एप्लाई फर योर EIN, सो यु क्यान जस्ट गो टु IRS को वेबसाइट हैन। त्यहाँ गएर तपाईले अब आफ्नो कम्पनीको नाम हाल्नुस् हैन, तपाईसँग LLC अलरेडी छ हैन, कम्पनी नाम हाल्नुस्। अब तपाईसँग सोशल छ भने सोशल हाल्नुस् हैन। सोशल हालेपछि चाहिँ तपाईको एकछिनमा आउँछ है, विदिन अ फ्यु सेकेन्ड्स तपाईले आफ्नो EIN पाउनुहुन्छ है। तर यदि तपाईसँग सोशल सेक्युरिटी नम्बर छैन भने चाहिँ यु विल ह्याभ टु मेल SS4 भन्ने फर्म हुन्छ एउटा, त्यो फर्म भरेर तपाईले IRS लाई मेल गर्नुपर्ने हुन्छ। अनि विदिन अ वीक अर सो यु क्यान गेट योर EIN नम्बर अन योर मेल बक्स है त। अलराइट, सो थ्यांक यू सो मच फर वाचिङ माय भिडियो गाइज। इफ यु रियली लाइक द भिडियो, यु मेक श्योर यु हिट द लाइक बटन। अनि त्यो सँगसँगै इफ यु आर अलिकति कन्फ्युज या फिर केही क्वेशनहरु छ भने चाहिँ प्लिज कमेन्ट डाउन बिलो, आई विल बी ह्यापी टु हेल्प यु आउट। अनि त्यो सँगसँगै डोन्ट फर्गेट टु फलो फर द पार्ट 3।